हेलो गाइस, फाइनली अहिले चाहिँ काम सकेर हामी रुम फर्किदियो होइन। रुम जाँदैछु म। धेरै दिन भयो ड्युटीबाट होइन। ड्युटीमा आएको पनि धेरै दिन भएको थियो, अनि त्यही भएर आज 2-3 दिनपछि आज आएको छु। अस्ति नै एक दिन आएको थियो, फेरि बिरामी भएको बेला त्यही पनि सकिन फेरि नसक्ने भएकोले गर्दा म ड्युटी आइन। अनि आज चाहिँ अब आएको बेला होइन भिडियो बनाइदिनु पऱ्यो भनेर धेरै लामो समयपछि भिडियो हुने भयो होइन। सन्चो छैन, ज्वरो आएर टाउको दुख्ने भइरहेछ धेरै लामो समयपछि। त्यही भएर मैले टाउकोमा फेटा बाँधेर चाहिँ टाउको दुखेर सन्चो छैन। बोलबम हिँड्ने जस्तो देख्यो होला है, पुरै फेटा बोलबम जस्तो बाँधेर हिँड्ने। अनि अब के छ नि तपाईँहरू खबर होइन। म चाहिँ अलिक बिरामी छु, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गरेको छु होइन। अब काम सकेर रुम जाँदै हो। रुममा अब यस्तै फराङ्गैको बाटो, दिदीहरू पनि हिँड्दै हुनुहुन्छ होइन। गाह्रो छ काम गर्नलाई, गाह्रो छ। स्कुलको ब्याग बोके जस्तो हिँड्नुपर्छ, खाजाको ब्याग बोकेर। गाह्रो छ। कति राम्रो तोरीबारी छ नि त्यही, यस्तो छ नि होइन। ठिक छैन, कस्तो देखा त मलाई? ह्यान्डसम त देखिँदैन मलाई पक्कै पनि, त्यही भएर मास्क लगाउनु पर्नु सबैको। गाह्रो छ। अनि यहाँ आएरै हो अब गाडी कुदाएको थियो अस्ति एकचोटि होइन। साउको ठेकेदारको साउ भनौँ न, उसको गाडी मलाई पनि आउँछ कुदाउँदैन भनेर भनेको थियो। ल आइज भनेर कुदाएको थियो। त्यो भिडियो पनि म लाउँछु हिँड्छ है। त्यस्तै हो। टाढा त छ, धेरै टाढा छ हौ हाम्रो रुम त, धेरै टाढा छ। के गर्नु, गाह्रो छ। अब यहाँ चाहिँ होइन खरबुजा सुरु भएछ है, फलेर चाहिँ फल पनि लागिरहेको रहेछ यहाँनिर। म देखाइदिन्छु होइन। फल पनि लाग्नु सुरु भएको छ कि, खरबुजा फल पनि लाग्नु सुरु भएको छ होइन। अनि अब यो फल यहाँ बेथु साग त टन्नै फलेछ नि। बेथु साग त आमामा, बेथु साग त कति हो यहाँ। बेथु साग त टन्ने, सागको चाहिँ यहाँ चिन्ता छैन कि। यतै खरबुजाको उ छ होइन, उतै खरबुजाको उ छ। मौरी पनि पालन गरेको छ कि यहाँनिर। मौरी किनकि अब मौरी भयो भने चाहिँ फुलको रस चुसेर होइन खरबुजा राम्रोसँग सप्रिन्छ भनेर यस्तो गरेको नि त यिनीहरूले। त्यही भएर मौरी पनि छैन र खरबुजा किनकि राम्रोसँग खरबुजा सप्रिन्छ भनेर गरेको नि त यसो। खरबुजा सप्रेको नि राम्रै हो, पछि हामीले नै खानु पाउने। पहिले पनि यहाँ रोपेको थियो, खरबुजा रोपेको थियो। अनि पछि हामीले नै यहाँको खरबुजा होइन सबै उ गरेको कि यहाँनिर छ मौरीले। यस्तोमा पालेको छैन। मेरो छेउछाउ उड्दै आइरहेको छ भ्याँ गर्दै। टोक्नु चाहिँ नटोके म। दिदी गरौँ फर्किदियो। सिस्नु नि छ, सिस्नु दिदी, सिस्नु नि टन्नै रहेछ। काले भयो, ग्रिसको कामले कालै भयो, त्यही भएर यस्तो भएको छ अनुहार सबै होइन। कति मजाले लगायो। देखिरहेको नि त होइन, यही मौरी सबै यहाँनिर होइन। अनि त्यही हो, अब पर पनि रोपेको छ, बाहिर बिबनी भन्छ त्यसलाई। सायद त्यो नेपालमा पनि पाउँछ, अहिलेसम्म मैले चाहिँ खाएको छुइनँ होइन। के भन्छ त्यसलाई थाहा होइन। यहाँ चाहिँ बिबनी भन्दो रहेछ। टक्कै खरबुजा जस्तो यत्रो हुन्छ, तर राम्रो हुँदो रहेछ कि। पहिलोचोटि यहाँ आएर थाहा पाएँ यो नेपालमा पनि पाउँछ अरे भनेर। खरबुजा अरू भनेको थाहा छैन, तर त्यो बिबनी भन्ने चाहिँ पाउँथ्यो भन्ने मलाई थाहा थिएन कि।
पहिलोचोटि थाहा पाएँ त्यही हो।